हेलो हेलो सम्पूर्ण साथीहरूलाई नमस्कार साथीहरू। स्वागत छ शुभ यात्रा एकाडेमीबाट सञ्चालित नेपाल प्रहरी जवान जवान विशेषको यो प्रश्न उत्तर श्रृङ्खलामा तपाईँहरूलाई आज म सेट 3 लिएर आएको छु साथीहरू। हामीले सेट 1 र 2 चाहिँ त्यहाँभन्दा अगाडि नै गरिसकेका छौँ। र साथीहरू, नेपाल प्रहरी जवान बन्ने ऊर्जा बोकेर बस्नुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई शुभ यात्रा एकाडेमीमा हार्दिक स्वागत गर्दै तपाईँहरूको परीक्षा नजिकै छ साथीहरू। माघ महिनाको 17 गते बिहान 11 बजे परीक्षा हुँदैछ। त्यो परीक्षालाई मध्यनजर गर्दै शुभ यात्रा एकाडेमीले नयाँ भौतिक तथा अनलाइन कक्षाहरू धमाधम सञ्चालन गरिएको छ। त्यसै सँगसँगै तपाईँहरूलाई अनलाइन पढ्ने विद्यार्थी साथीहरू, भौतिक पढ्ने विद्यार्थी साथीहरूलाई हामीले परीक्षा आज है परीक्षा दिएका थियौँ। शुक्रबार हाम्रो प्रायः परीक्षा हुन्छ। त्यो परीक्षाको प्रश्न उत्तर कसरी गर्ने, के हो, कस्तो हुन्छ, अब नयाँ विद्यार्थी भाइ बहिनीहरूलाई नेपाल प्रहरी जवानलाई कस्ता प्रश्न सोध्न लक्ष्याउँ भनेर अन्योल भइरहने विद्यार्थी साथीहरूलाई चाहिँ आजको यो सेसन अति नै महत्त्वपूर्ण हुनसक्छ है। त सबै साथीहरूले कमेन्ट गर्नुहोस्। ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् त। ल सबै साथीहरूलाई नमस्कार है, स्वागत छ साथीहरू। फेसबुक पेजमा हेरेर बस्नुहुने साथीहरू, हाम्रो विद्यार्थी साथीहरू सबैलाई पुस्तकमा स्वागत गर्न चाहे मैले। विशेष गरी साथीहरू यो नेपाल प्रहरी जवानको लिखित परीक्षा नजिकै छ। त्यो लिखित परीक्षामा कस्ता प्रश्नहरू सोधेका थिए विगतमा, यसपालि कस्ता प्रश्न सोध्छन् र हामीले कसरी हल गर्ने भन्ने जुन तपाईँहरूको जिज्ञासा छ त्यसलाई मेटाउनको लागि म तपाईँहरूको साथीहरू र हाम्रो हेर्नु त यो पूर्णाङ्क 100 नम्बरको हुन्छ साथीहरू है। नेपाल प्रहरी जवानको तयारी गर्ने साथीहरूको पूर्णाङ्क 100 नम्बरको हुन्छ। त्यसै गरी समय चाहिँ तपाईँहरूको कति हुन्छ, समय 2 घन्टा हुन्छ है। समय चाहिँ तपाईँहरूको 2 घन्टा हुन्छ। 2 घन्टाको टाइम ड्युरेसनमा तपाईँहरूले कम्प्लिटली आफ्नो सेटलाई प्र्याक्टिस गरेर जानुभएको साथीले कम्प्लिट गर्न सक्नुहुन्छ। र तपाईँहरूको लोक सेवा आयोगद्वारा सोधिने प्रश्न, नेपाल प्रहरी जवान जनपदहरूका विद्यार्थी भाइ बहिनीहरूको लिखित परीक्षामा कस्ता प्रश्न सोध्छन् भनेर हामीले यहाँ देखाएको छौँ है। साथीहरूले कमेन्ट गर्नु होला कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ। र साथीहरूलाई सुरुमा मैले अघि पनि भने यो नेपाल प्रहरी जवानको अनलाइन कक्षा हामीले सुरु गरिसकेका छौँ साथीहरू। बेलुकाको समयमा 6 बजेदेखि 9 बजेसम्म अनलाइन हुन्छ। त्यसै गरी बिहान 7 बजेबाट बिहान 6:26 बजेबाट 8:30सम्म एउटा ग्रुप ए, त्यसै गरी 8:30 बजेबाट 10:30सम्म ग्रुप बी, त्यसै गरी 12 बजेदेखि 2 र 3 बजेदेखि 5 बजे यो 4 टाइम चाहिँ हामीले भौतिक कक्षा सञ्चालन गरिरहेका छौँ भने अनलाइनको थ्रुबाट चाहिँ बेलुका हरेक दिन बेलुका 3 घन्टा 6 बजेदेखि 9 बजीसम्म क्लास है। साथीहरूलाई नोटिस भयो। अब पहिलो प्रश्न आजको लागि छ साथीहरू। त तपाईँहरूले के अनिवार्य रूपमा लेख्नुपर्ने छ साथीहरू। र आजको पहिलो प्रश्न साथीहरूलाई राखिदिएको छु मैले यहाँ। नेपालको स्विजरल्यान्ड भनेर चिनिने जिरी कुन जिल्लामा रहेको छ है। नेपालको स्विजरल्यान्ड भनेर चिनिने जिरी कुन जिल्लामा रहेको छ। अप्सन नम्बर 1 मा इलाम, बीमा मोरङ, सीमा दोलखा र डीमा छागा। सबै साथीहरूले कमेन्ट गर्नु होला। नेपालको स्विजरल्यान्ड भनेर चिनिने जिरी कुन जिल्लामा रहेको छ भने चाहिँ यसको राइट अप्सन हुन्छ। सबै साथीहरूले कमेन्ट गर्नुहोस्। नेपालको स्विजरल्यान्ड भनेर चिनिने जिरी कुन जिल्लामा रहेको छ। इलाम, मोरङ, दोलखा, छागा। सबै साथीहरूले कमेन्ट गर्नु। तपाईँहरूको कमेन्ट सेसन खुला गरिएको छ र साथीहरूलाई हामीले यहाँ चाहिँ तपाईँहरूको कमेन्ट चेक गरिरहेको छु है। अर्जुन बगर्जी हेलो भनिदिनुहुन्छ। सुशीला बर्माजी भनिदिनुहुन्छ। क्षेत्रीय विकास महत्व रामपुर पूर्ण गुरुङ लगाएर सबै साथीहरूलाई स्वागत छ साथीहरू। नेपालको स्विजरल्यान्ड भनेर चिनिने जिरी छ, जिरी कुन जिल्लामा अवस्थित छ। यो साथीहरू नेपाल प्रहरी है, नेपाल प्रहरी जवान चाहिँ विशेष हो। सेनाका साथीहरू, सैन्यका साथीहरूलाई पनि यो अति इम्पोर्टेन्ट छ। यो जिरी खण्डबाट जग्गा पनि सोध्न सक्छ है। ल साथीहरू कमेन्ट गर्नुहोस्। नेपालको स्विजरल्यान्ड जिरी कुन जिल्लामा रहेको छ। धेरै साथीहरूले कमेन्ट गरिदिनुहुन्छ। सी ग भन्ने साथीहरू है, दोलखा भन्ने साथीहरूको राइट एन्सर मिलेको छ अथवा अप्सन मिलेको छ। नेपालको स्विजरल्यान्ड जिरी कुन जिल्लामा रहेको छ भन्ने साथीले दोलखा भन्नुपर्छ है। दोलखा भन्ने साथीहरूको
मिलेको छ। त्यसै गरी साथीहरू हेर्नु त अर्को नेपालको नदीबाट प्रश्न राखेका थियौँ हामीले। भारतमा पुगेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ? यो अति इम्पोर्टेन्ट छ। कुन नदीलाई के नामले चिनिन्छ भारतमा पुगेपछि? नेपालमा बगिरहने जुनसुकै नदीहरू जति पनि नदीहरू छन् तिनको भारतमा पुगेपछि केही विशेष उपनाम छ। त्यस अनुसार चाहिँ भारतमा पुगेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ भनेर तपाईँहरूले चाहिँ यहाँ प्रश्न राखेको छ। साथीहरूले भन्नु दामोदर, सरयू, महानन्द र घागरा। ल साथीहरू कमेन्ट गर्नुहोस् है। सबै साथीहरूले कमेन्ट गर्नुहोस् है, कमेन्ट गर्नुहोस् है। डी भनिदिनुहुन्छ हो डी है। ए भन्ने साथीहरू यो दामोदर भनेको चाहिँ कोशी नदीलाई चाहिँ दामोदर भनेर चिनिन्छ है साथीहरू। कोशी नदीलाई दामोदर भनिन्छ। त्यसै गरी बवाई नदीलाई सरयू भनिन्छ। महानन्द भनेको मेची नदीलाई महानन्द भनिन्छ। त्यसै गरी कर्णाली नदीलाई चाहिँ हामी भारतमा पुग्नेछौँ। कर्णाली नदीलाई चाहिँ के भन्छौँ भन्दाखेरि घागरा है। कर्णाली नदीलाई भारतमा पुग्नेछ घागरा नामले चिनिन्छ। सो अप्सन नम्बर डी इज राइट आन्सर। ठिक छ। प्रश्न नम्बर 3 मा छ नदीबाट दुईटा प्रश्न हाल्छ साथीहरूलाई। नदीबाट प्रश्न राखेको छ नेपालको सबैभन्दा ठुलो नदी कुन हो भनेको छ। हेर्नु त नेपालको सबैभन्दा ठुलो नदी कुन हो? कोशी नदी हो कि कर्णाली नदी हो कि गण्डकी नदी हो कि ल मादी नदी हो? ल साथीहरूले कमेन्ट गर्नुहोस् है। नेपालको सबैभन्दा ठुलो नदी भनेर कुन नदीलाई चिनिन्छ? ल क्वेसन नम्बर 3 को अप्सन नम्बर ए बी सी डी अथवा क ख ग घ मध्ये कुन चाहिँ हुन्छ? सबै साथीहरूले कमेन्ट गरिदिनुहोस्। ल नेपालको सबैभन्दा ठुलो नदी कुन हो भनेर छ। यहाँ तपाईँलाई कोशी, कर्णाली, गण्डकी र मादी दिएको छ। ल मिनाजीले ए भन्दै हुनुहुन्छ, वर्षाजीले ए भन्दै हुनुहुन्छ, मिलन पास्तोलाले ए भन्दै हुनुहुन्छ, अनि पटेलजीले ए भन्दै हुनुहुन्छ, प्रतिमा थारूजीले ए भन्दै हुनुहुन्छ, अर्जुन मगरले क भन्दै हुनुहुन्छ, अर्जुन मगरले क भन्दै हुनुहुन्छ। ल सबै साथीहरू फटाफट कमेन्ट गर्ने है। लाइभमा हेर्ने सबै साथीहरूले कमेन्ट गर्नु ल। नेपाली सेना तथा नेपाल प्रहरी दुईटैको लागि जिके खण्ड अति इम्पोर्टेन्ट छ साथीहरू। सो तपाईँहरूले मजाले कमेन्ट गर्न सक्नुहुन्छ। ल ए भन्ने साथीहरू ल ए भन्ने है। नेपालको सबैभन्दा ठुलो नदी कसलाई चिन्छ भन्दाखेरि कोशी नदीलाई है, जसलाई हामी सप्तकोशी पनि भन्ने गर्छौँ साथीहरू। सप्तकोशी नेपालको सबैभन्दा ठुलो नदी हो, जसलाई चाहिँ भारतमा पुगेपछि दामोदर नामले चिनिन्छ साथीहरू। अब यसका कुराहरू अरू पनि छ, भिडियो टपिकसँग गर्नुपर्छ। यसबाट कति विद्युत उत्पादन गर्न सकिन्छ होइन, यसको लम्बाइ कति छ, कहाँदेखि कहाँसम्म फैलिएको छ, बिहारको दुःख भनेर चिनिन्छ यसलाई। नेपालमा सबैभन्दा बढी बालुवा बग्ने नदीको नाममा चाहिँ नदी भनेर पनि चिनिन्छ। यो चाहिँ हाम्रो कोशी नदीलाई। यी भिडियो कुराहरू छुट्टै भयो। अब यसमा चाहिँ तपाईँको नेपालको सबभन्दा ठुलो नदी कुन हो भन्दा चाहिँ अहिले चाहिँ हामीले कोशी भनेर अथवा सप्तकोशी भनेर है। ल अब अर्को प्रश्न रहेको छ साथीहरू। त गोसाइँकुण्ड कुन जिल्लामा रहेको छ भनेको छ। क्वेसन नम्बर 4 ले के भनेको छ? गोसाइँकुण्ड कुन जिल्लामा रहेको छ भनेको छ? रसुवा, धादिङ, नुवाकोट। सबै साथीहरूले कमेन्ट गर्नुहोस्। गोसाइँकुण्ड कहाँ रहेको छ? गोसाइँकुण्ड पवित्र धार्मिक स्थल साथीहरू कहाँ रहेको छ भनेको छ? रसुवा, धादिङ, नुवाकोट र गोर्खाला। सबै साथीहरूले कमेन्ट गर्नुहोस्। सबै साथीहरूले कमेन्ट गर्नुहोस्। गोसाइँकुण्ड कुन जिल्लामा रहेछ? रसुवामा हो कि धादिङमा हो कि नुवाकोटमा हो कि गोर्खामा हो? यस्तै प्रश्नहरू आउँछ साथीहरू। तपाईँले एउटा मिलाउनु भने 1 नम्बर आउँछ। सो तपाईँहरूले यो अब्जेक्टिभ प्रश्नहरू नेपाल प्रहरीको 40वटा अब्जेक्टिभ आउँछ, जसमा चाहिँ जिके खण्डबाट 20वटा आउँछ। आइक्यू खण्डबाट इन्टेलिजेन्ट क्वेसन खण्डबाट 10 नम्बरको आउँछ। त्यसै गरी प्रहरी सेवाबाट साथीहरूलाई सेवाबाट 10 नम्बरको आउँछ है। यो टोटल गरेर तपाईँहरूको 40 नम्बर हो। यो एउटा मिलायो भने 1 नम्बर आउँछ। सो तपाईँहरूले यस्ता अब्जेक्टिभ प्रश्न म्याक्सिमम प्र्याक्टिस गर्ने है। र साथीहरू सबै साथीहरूले लाइभलाई सेयर पनि गरिदिनु होला। ल कमेन्ट गर्नुहोस् त गोसाइँकुण्ड कुन जिल्लामा रहेको छ भनेको छ? रसुवा, धादिङ, नुवाकोट। सबै साथीहरूले कमेन्ट गर्नु। खासै थाहा भएन भन्दै हुनुहुन्छ है। 3 भन्दै हुनुहुन्छ, नुवाकोट भन्दै हुनुहुन्छ कति साथीले, रसुवा भन्दै हुन्छ, आशिष पौले रसुवा भन्दै हुनुहुन्छ, राजुले रसुवा, सरोजले रसुवा भन्दै हुन्छ, मिलनजीले रसुवा भन्दै हुन्छ। यसको राइट एन्सर साथीहरू गोसाइँकुण्ड नेपालको कुन जिल्लामा पर्छ भन्नुहुन्छ? रसुवामा पर्छ है। ल क्वेसन नम्बर 5 रहेको छ साथीहरू। यो स्थानीय तहबाट एकदम इम्पोर्टेन्ट प्रश्न रहेको छ। यो पनि साथीहरूलाई सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कुन हो र हेर्नु त हाम्रो देश नेपालमा अहिले कतिवटा प्रदेश छ साथीहरू? कमेन्ट गर्नु त।
कतिवटा प्रदेश छन्? 7वटा प्रदेश छन् है। 7वटा प्रदेशमा सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कुन हो त? कर्णाली प्रदेश हो कि, गण्डकी प्रदेश हो कि, सुदूरपश्चिम प्रदेश हो कि, बागमती प्रदेश हो? ल साथीहरूले कमेन्ट गर्नुहोस्। सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कुन हो भनेर छ? साथीहरूले कमेन्ट गर्नुहोस् न। सबै साथीहरूले कमेन्ट गर्नुहोस्, कमेन्ट गर्नुहोस्। धेरै साथीहरूले मिलाउँदै भएको छ। कर्णाली प्रदेश भन्दै हुन्छ, 7 भन्नुहुन्छ साथीहरूले, 4 को ए भन्दै हुन्छ है। 5 को सोधिरहेको छ अहिले, 5 को ए, 5 +1 0 भन्दै हुन्छ, 5 को सी भन्दै हुन्छ। सबैभन्दा कम स्थानीय प्रदेश भएको जिल्ला, सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कुन हो भन्दाखेरि कर्णाली प्रदेश। त्यही गरी साथीहरू अर्को इम्पोर्टेन्ट प्रश्न छ हेर्नु त। समुद्री सतहबाट कति मिटर उचाइदेखि कति मिटरको उचाइसम्म ठन्डा समशीतोष्ण हावापानी पाइन्छ? अब नेपालमा 5 प्रकारका हावापानी छन् साथीहरू। समुद्री सतहबाट हामीले नाप्दै जाँदाखेरि अथवा उचाइको आधारमा हेर्दै जाँदाखेरि कति समुद्री सतहबाट कति मिटरदेखि कति मिटरसम्मको उचाइमा चाहिँ कुन प्रकारको हावापानी पाइन्छ, अथवा हावापानी कति प्रकारका छन्, अथवा यो उचाइमा पाइने हावापानी कुन प्रकारको हावापानी, जुन पनि सोध्न सक्छ परीक्षामा। भेट्छ समुद्री सतहबाट कति मिटर उचाइदेखि कति मिटरको उचाइसम्म ठन्डा समशीतोष्ण हावापानी पाइन्छ? अप्सन नम्बर 1 मा छ 2100 मिटरदेखि 5000 मिटर, बीमा छ 21000देखि 2100 देखि 3550 मिटर, त्यसै गरी 2200 देखि 5000 मिटर, 2200 देखि 3350 मिटर भनेर छ। समशीतोष्ण हावापानी, समशीतोष्ण हावापानी साथीहरूले कमेन्ट गर्नु। समशीतोष्ण हावापानी कतिदेखि कतिसम्म पाइन्छ? यसको राइट एन्सर साथीहरूले कमेन्ट गर्नुहोस्। 6 को बी भन्दै साथीहरूले, बी भन्ने साथीहरूले छ 2100 देखि, समुद्री सतहदेखि 2100 मिटरदेखि 3350 मिटरसम्मको उचाइमा पाइने हावापानीलाई हामी समशीतोष्ण हावापानी भन्छ। समशीतोष्ण हावापानी भनिन्छ है, समशीतोष्ण हावापानी भनिन्छ। ल सबै साथीहरूले लाइभ सेयर गर्नु, साथीहरू लाइभ सेयर गरिदिनुहोस्। कहाँबाट ल अर्को प्रश्न छ, नेपालको भूगोलबाट राखिएको प्रश्न छ। यो प्रश्नमा भनेको छ तपाईँहरूलाई नेपालबाट भारत र चीन पछि सबैभन्दा नजिकको मुलुक कुन हो है? सबैभन्दा नजिक छिमेकी मुलुक भनेको हाम्रो चीन र भारत हो। त्यसभन्दा पछाडिको मुलुक कुन भनेछ? अप्सन नम्बर 7 को कमा पाकिस्तान, कमा अफगानिस्तान, कमा श्रीलङ्का र डीमा बङ्गलादेश। सबै साथीहरूले कमेन्ट गर्नु। सबै साथीहरू कमेन्ट। नेपालबाट भारत र चीन पछि सबैभन्दा नजिकमा रहेको मुलुक बङ्गलादेश हो भन्दै हुनुहुन्छ सुन्दर धामीजीले। सबै साथीहरूले कमेन्ट गर्ने है, कमेन्ट पुगेन। मनिषा खड्काले 6 भन्दै हुनुहुन्छ, गौरी शङ्कर अधिकारी 7 को डी भन्दै हुनुहुन्छ है, 7 को डी भन्दै हुनुहुन्छ। त्यसै गरी लक्ष्मण धामी 7 को ए भन्दै हुनुहुन्छ, राजु पप्पुले डी भन्दै हुनुहुन्छ। सबै साथीहरूले कमेन्ट गर्नुहोस्, कमेन्ट गर्नुहोस्, लाइभलाई सेयर गर्नुहोस्, साथीहरू कमेन्ट गर्नुहोस् है। ल नेपाल प्रहरी जवान बन्ने ऊर्जा बोकेर बसेका विद्यार्थी भाइ बहिनीहरूलाई तपाईँहरूको इच्छा शक्ति र तपाईँहरूको एक खालको माया ममता, कमेन्ट गर्ने, पढ्ने उत्साह जोस जाँगर आयो भने हामी सदा दिन जसरी तपाईँहरूलाई अब लगभग 25-30वटा सेटहरू बनाएर राखेको छ। हामीले त्यो सेटहरू प्रत्येक दिन देखाउनेछौँ निःशुल्क रूपमा। यहाँ कुनै पनि पैसा तिर्न पर्दैन साथीहरू। निःशुल्क रूपमा यस्ता सेटका फिडब्याकहरू गर्न पाइनेछ र तपाईँहरूको कमेन्ट जिकेमा अब्जेक्टको प्रश्नहरूमा एकदम म्याक्सिमम भन्दा म्याक्सिमम कमेन्ट गर्नु हो भने म लोक सेवा आयोगद्वारा लेखिने लिखित परीक्षाको पनि यहाँ प्याटर्नहरू गरेर देखाइदिन्छु। ल भन्दै हुनुहुन्छ है, नेपालबाट छिमेकी मुलुक भारत र चीन पछि सबैभन्दा नजिकको मुलुक कुन हो भन्दा बङ्गलादेश। बङ्गलादेश भन्ने साथीहरूको 1 नम्बर पनि आयो, राइट पनि भयो है। ल अब हेर्नु त साथीहरू, दक्षिण एसियामा नेपालले कति प्रतिशत भूभागको गर्छ भनेको छ। दक्षिण एसियामा नेपालको क्षेत्रफल राखिएको छ। दक्षिण एसियामा नेपालले कति प्रतिशत भूभाग गर्छ? 1.73, 2%, 2.5 र 2.83 है। यो 73 भन्छ साथीहरू, 83 सम्झिनु होला। 83%। ल सबै साथीहरू कमेन्ट गर्नु। 73 भन्दै हुन्छ है। नेपालले विश्वमा भनेर सोध्यो भने विश्वको भनेर भनौँ साथीहरूलाई यो सोधिरहेको छ है।
0.03% विश्वको भूभागको कुल भूभागको क्षेत्रफलको गटेको छ नेपालले। अब एसियाको भनौँ भने तपाईँले के लेख्नुहुन्छ 0.3% लेख्नुहुन्छ। त्यसै गरी दक्षिण एसियाको भनौँ भने 2.82 अथवा 983 पनि लेख्न आउँछ, त्यो प्रतिशत छ है। त्यसै गरी करिबमा सोध्यो भने तपाईँले करिब 3% भनेर आयो, 3, 4, 5 आयो करिबमा हुन्छ प्रतिशत लेख्दा पनि हुन्छ। यो नेपालको कुल क्षेत्रफलबाट एउटा प्रश्न लगभग आउने प्रश्न नै हुन्छ है। ल अब यसको अप्सन नम्बर 23 आएको छ। अब अर्को प्रश्न रहेको छ साथीहरूलाई, संघीयताको कार्यान्वयनमा को क्रममा थुप्रिएका नेपालका दुई जिल्लाहरू हुन्? बागलुङ र नवलपरासी, रुकुम र नवलपरासी र गुल्मी, झापा र कञ्चनपुर। संघीयताको क्रममा थुप्रिएका नेपालका दुई जिल्लाहरू कुन कुन हुन्? संघीयताको क्रममा थुप्रिएका नेपालका दुई जिल्लाहरू कुन कुन हुन्? साथीहरूले कमेन्ट गर्नुहोस्। संघीयताको क्रममा कार्यान्वयनमा थुप्रिएका दुई नेपालका जिल्लाहरू भनेको बागलुङ र नवलपरासी र गुल्मी, झापा र कञ्चनपुर, रुकुम र नवलपरासी। साथीहरू अप्सन नम्बर सी भन्ने साथीहरूको सबैको मिल्छ, रुकुम र नवलपरासी भन्ने साथीहरूको है। ल नेक्स्ट प्रश्न छ हेर्नु साथीहरू, यो भन्ज्याङ नेपालका भन्ज्याङहरू कुन भन्ज्याङ कहाँ पर्छ, कुन जिल्ला पर्छ? यो पनि अति नै इम्पोर्टेन्ट प्रश्न छ साथीहरूको लागि। लाप्चे भन्ज्याङ कुन जिल्लामा पर्दछ भनेर छ। ल लाप्चे भन्ज्याङ डोल्पामा हो कि सङ्खुवासभामा हो कि हुम्लामा हो कि दोलखामा हो? लाप्चे भन्ज्याङ कहाँ पर्छ भनेर सबै साथीहरूले कमेन्ट गर्नुहोस्। ल लाप्चे भन्ज्याङ है, हुम्ला साथीहरू, हुम्लामा लाप्चे भन्ज्याङ चाहिँ हुम्लामा पर्छ। हुम्ला भन्ने साथीहरूको है लाप्चे भन्ज्याङ कहाँ पर्छ भने तपाईँले हुम्ला है। अब अर्को हेर्नु त, धेरै पटक सोधेको प्रश्न साथीहरू। यो कति पटक सोध्यो भने थाहा छैन, सोधैछ, कहिले कहाँ सोध्छ तर धेरै पटक सोधेछ। धेरै जिल्लासँग सिमाना जोडिएको नेपालको जिल्ला कुन होला? सुनसरी हो कि धादिङ हो कि चितवन हो कि सिन्धुली हो? यो तपाईँहरूलाई थाहा पनि छ, धेरै साथीहरू मिलाउनुहुन्छ। अहिले होप गरेको छु, आशा गरेको साथीहरू धेरै जिल्लासँग सिमाना जोडिएको नेपालको जिल्ला कुन हो भन्दाखेरि ल क्वेसन नम्बर 11 को गणेश छेत्रीजीले मिलाउनु भएको छ। साथीहरूले कमेन्ट गर्ने है, ललिताजी मिलाउनु भएको छ है, फाइनल ड्याड भन्दै हुनुहुन्छ। ल एन्सर प्लिज। राजेन्द्र छेत्रीजी नेपाली भन्दै हुन्छ, गोविन्दजीले सिन्धुली भन्दै हुन्छ। सिन्धुली भन्दा धेरै जिल्लासँग सिमाना जोडिएको नेपालको जिल्ला कुन हो भन्दाखेरि अप्सन नम्बर डी सिन्धुली भन्ने सबै साथीहरूले। सिन्धुली भनेको चाहिँ के हो भने नेपालको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला भनेको चाहिँ सिन्धुली। ल अर्को छ हेर्नु त, सातकुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिन्छ? कुण्डै कुण्ड भएको 7वटा कुण्ड भएको जिल्ला किनलाई चिन्छ? नुवाकोटलाई चिनिन्छ कि घाँसीलाई चिनिन्छ कि कुण्डलाई चिनिन्छ कि रसुवालाई चिनिन्छ? ल साथीहरू है। अनि अर्को तालहरूको जिल्ला भन्दा तपाईँले अर्को अप्सन है, सातकुण्डको जिल्ला भनेर कसरी चिन्छ? सबै साथीहरू कमेन्ट गर्नुहोस्। रसुवा भनिदिनुहुन्छ है, रसुवा भनिदिनुहुन्छ। ल रसुवा भनिदिनुहुन्छ साथीहरूले। एकचोटि सबै साथीहरूले लाइभ सेयर गर्नु। ल क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो गाउँपालिका कुन हो भनेर छ त साथीहरू कमेन्ट गर्नु त। क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो गाउँपालिका है रसुवा भन्ने साथीहरू कुन रहेछ है। अब नेक्स्ट हेर्नु त, क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो गाउँपालिका कुन हो? चुनचुम्बी गाउँपालिका, त्यसै गरी मुकुकामुरा गाउँपालिका, खम्बुपासा लामो गाउँपालिका र नामखा गाउँपालिका छ। त्योभन्दा अगाडि के भनेको छ हेर्नु त, सुरक्षा निकाय नेपाली सेना, नेपाल आर्मी, नेपाल प्रहरी तथा लोकसेवा सम्बन्धी कुनै पनि पक्षहरू लिनु पर्यो भने डाइरेक्ट वाट्सएप गर्नु होला भनेको छ। यहाँ
यहाँ शुभयात्रा एकाडेमीले तयार पारेको साथीहरू हो। शुभयात्रा एकाडेमीले तयार पारेको प्रश्न जहाँ चाहिँ हामीले कक्षा नयाँ कक्षामा भर्ना हुनु पर्यो भने 98 513 23 086 नम्बरको वाट्सएपबाट क्लासहरू दिन पाइन्छ है। यो साथीहरूले एकचोटि नम्बर नोटिस गर्नु होला। त्यसै गरी नेपाल प्रहरी प्रहरी जवानको लिखित परीक्षालाई मध्यनजर गर्दै अनलाइन कक्षाहरू है, अनलाइन थ्रुबाट अनलाइनबाट तपाईँलाई बेलुका 6 बजेबाट 9 बजेसम्म 9 बजेसम्म तपाईँहरूको नेपाली खण्डको परीक्षा हुन्छ, अङ्ग्रेजीको हुन्छ है, त्यसै गरी गणितको हुन्छ साथीहरू, सेवाको हुन्छ साथीहरू है, अनि त्यसै गरी तपाईँहरूको आइक्यूको हुन्छ है। त्यसै यति धेरै प्रश्नहरू तपाईँहरूको यति धेरै सब्जेक्टहरू छन् नेपाल प्रहरीको परीक्षा आइसक्यो साथीहरू। त्यसैलाई मध्यनजर गर्दै शुभयात्रा एकाडेमीले हरेक दिन बेलुका 6 बजेबाट 9 बजेसम्म नयाँ कक्षाहरू धमाधम सञ्चालन गरिन्छ। साथीहरूको समय सहजै पनि हामी यसरी तपाईँहरूलाई फिडब्याक पनि गराउनेछौँ। क्लासमा पढ्नुभयो भने अब तपाईँहरूले पढ्नु भएको छैन भने प्रश्नहरू गर्न सक्नुहुन्न साथीहरू। त्यसको लागि तपाईँले अध्ययन गर्नुपर्ने हुन्छ हो। अध्ययन गर्नको लागि शुभयात्रा एकाडेमीको अनलाइन कक्षा लिनु पर्यो भने 98 513 23 086 सम्पर्क गरेर अनलाइन कक्षामा जोडिने। अहिले फी पनि घटाइदिएको छ साथीहरूलाई। होइन म अब भौतिक कक्षा चाहिँ पढ्ने काठमाडौँ नै हुन्छु, म काठमाडौँ आएर तयारी गर्छु भन्नु हो भने चाबेलमा आउनु पर्यो है। चाबेल चोकमा आउनु पर्यो र यही नम्बरमा सम्पर्क गर्नु पर्यो, कक्षाहरू लिन सकिन्छ है। र शुभयात्रा एकाडेमीमा अहिले अध्ययन गरिरहनु भएको साथीहरूले कमेन्ट गर्नुहोस् न। अहिले को साथीहरूले पढ्दै हुनुहुन्छ शुभयात्रामा, ल कमेन्ट गर्नुहोस् त एकचोटि। म शुभयात्रा एकाडेमीमा पढिरहेको छु है, अथवा मलाई तपाईँहरूले साथीहरू देख्नु भएको छ क्लासको टाइममा अथवा अन्य कुनै समयमा देख्नु भएको हुनसक्छ। शुभयात्रामा पढ्ने साथीहरूले म पढ्दैछु भनेर कमेन्ट गर्नुपर्छ है, सबै साथीहरूले है। शुभयात्रामा पढ्ने साथीहरूले म पढ्दैछु भनेर कमेन्ट गर्नुपर्छ। अनि बल्ल नेक्स्ट क्वेसन, म पढ्दैछु है, शुभयात्रा एकाडेमीमा पढ्दैछु भनेर कमेन्ट गर्नु पर्यो। को कोले कमेन्ट गरिदिन्छ, को जोडिनु भएको छ ल, जोडिने साथीहरूले कमेन्ट गर्नुहोस् त। शुभयात्रा एकाडेमीमा जोडिने साथीहरू कमेन्ट गर्नुहोस् त, भट्टाभट कमेन्ट गर्नुहोस् है। शुभयात्रा एकाडेमीको तयारी क्लासमा जोडिने साथीहरूले है, यहाँ जोडिने साथीहरूलाई विशेष गरी है, विशेष गरी म एउटा प्रश्न पठाउँदैछु आज, फुल सेट पठाउँदैछु नयाँ, त्यही भएर साथीहरूले कमेन्ट गर्नु होला। नयाँ मान्छेहरू चिन्न खोजिरहेको छु है। रमेशजी म भन्दै हुनुहुन्छ, अनि रमेश सुब्राले म पढ्दैछु भन्नुभएको छ, अनिलले म पढ्दैछु भन्दै हुनुहुन्छ, निर्मला चन्दले म पनि शुभयात्रा एकाडेमीमा पढ्दैछु भन्दै हुनुहुन्छ, विनोदजीले म पढ्दैछु भन्नुभएको छ, आर्यनजी छेत्रीले मेरो छ म पनि पढ्दै हुनुहुन्छ भन्दै हुन्छ, निर्मलाजीले म नि पढिरहेको छु भन्दै हुन्छ, अनिल बैठाले म पढ्दैछु भन्दै हुन्छ, गोविन्दजीले म पढ्दैछु भन्दै हुन्छ। साथीहरू सबैले पढ्दै हुनुहुन्छ क्या हो। रिताजीले हवस् भन्दै हुन्छ, प्रतिमाजीले म पढ्दैछु भन्दै हुनुहुन्छ। साथीहरूले है शुभयात्रा एकाडेमीमा पढ्ने साथीहरूले म पढ्दैछु भन्दा भन्नुभयो, म शुभयात्रामा पढ्दैछु भन्नु होला। यहाँ पढ्ने साथीहरू मैले चिनेको छैन है, म यहाँ पढ्ने साथीहरूलाई यहाँबाट लिस्ट आउट गरेर तपाईँहरूलाई केही प्रश्नहरू पठाउनेछु। काठमाडौँबाट भन्दै हुनुहुन्छ, पढिरहेको छु सर भन्दै हुनुहुन्छ रविजीले, पूर्णिमाजीले म पढ्दैछु भन्दै हुन्छ, गणेश बुढाले गणेशलाई मैले चिने, ल गणेशलाई मैले चिने, मैले भेटेको चिने, गणेश बुढाले म पढ्दैछु भन्दै हुनुहुन्छ, गगनजीले मी भन्दै हुनुहुन्छ, कुन ठाउँ भन्दै हुन्छ। यो शुभयात्रा चाहिँ चाबेलमा छ है साथी हो, चाबेलमा छ। काठमाडौँ साथीहरूलाई चाबेल काठमाडौँमा छ है। अब यो नेपाली सेना तथा नेपाल प्रहरी तुलफेरीको सेनाको नि क्लास गरिरहेछ, जवानको नि क्लास गरिरहेछ। त्यसै गरी तपाईँहरू अनलाइन हुने साथीहरूले चाहिँ यही नम्बरमा फोन गर्ने, अहिले नम्बर 98 513 23 086 यही नम्बरमा फोन गर्ने, क्लास जोडिहाल्नु। जीवनजीले मी भन्दै हुनुहुन्छ, गगनजीले म हो भन्दै हुनुहुन्छ, ल पढ्दैछु सर म पढ्दैछु सधैँ भन्नुहुन्छ, शुभयात्रा एकाडेमीमा पढ्दैछु भनेर रमेशजीले भन्नुहुन्छ। ल साथीहरू धेरै धेरै धन्यवाद है। ओके ल, पढ्ने साथीहरूलाई धेरै धेरै धन्यवाद है। नपढ्ने साथीहरूले चाहिँ के गर्ने भने यहाँबाट हेर्ने, अब क्लास जोडिन मन लाग्यो भने जोडिने, नभए लाइभ हेर्ने। सुर्खेतबाट भनिदिनुहुन्छ है, नभए साथीहरूले हेर्ने, कतिखेर लाइभ आउँछ भनेर हेर्ने, अनि त्यस पछाडि त्यसरी हामीले लाइभ दिएको बेलामा चाहिँ एन्सर कमेन्ट गर्ने। ल साथीहरू, नपढ्ने साथीहरूलाई पढ्नको लागि हामी यो क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो गाउँपालिका कुन हो भनेको छ, नेपाली सेना 3 चोटि सोधेको प्रश्न हो साथीहरू। यो नाम्का गाउँपालिका तपाईँले बुझ्नुहुन्छ है। क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो गाउँपालिका, नाम्का गाउँपालिका है।
अब ठुलो नगरपालिका कुन हो भनेर सोध्यो भने चाहिँ हामीले अर्घाखाँचीको शीतगङ्गा नगरपालिका भन्छौँ है। ल साथीहरू हेर्नु त अब समय कम छ, हामी लगभग फेरि क्लासको समयमा दौडिन दिनकै आउनु 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 है सर भन्दै हुनुहुन्छ। ल तपाईँहरूले माया ममता देखाउनु भने सधैँभरि लाइभलाई सेयर गर्ने कमेन्ट गर्ने है, त्यति गरिदिनु भयो भने म आइदिइहाल्छु। ल युरोप भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री, यो इतिहासबाट सोधेको प्रश्न साथीहरू। नेपालमा है युरोप भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री को भनेको छ भिन्सेन्ट थापा, जङ्गबहादुर राणा, चन्द्रशमशेर सुन्दर थापा। सबै साथीहरू कमेन्ट गर्नु त युरोप भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् भनेको छ युरोप भ्रमण गर्ने जङ्गबहादुर राणा है, जङ्गबहादुर राणा भन्छ राणा है। नेपाल भ्रमण सरी युरोप भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् भन्दाखेरि जङ्गबहादुर राणा। नेपालको जेठो पत्रिका गोरखापत्रको प्रकाशन हुँदा कुन प्रधानमन्त्रीको पालामा भएको हो है। अब भयो नि त गोरखापत्र पत्रिका भनेर चाहिँ तपाईँहरूको नेपाली सेना, नेपाल प्रहरी धेरै साथीको भ्याकेन्सी हालिरहेको हुन्छ, लोकसेवाको धेरै कुराहरू हालिरहेको हुन्छ होइन, भ्याकेन्सीहरू प्रायः पोस्ट भइरहेको हुन्छ। गोरखापत्रको प्रकाशन हुँदा लोकसेवा सामग्रीहरू हाल्दा हुन्छ है, गोरखापत्रमा यसो हेर्नुहुन्छ। गोर्खा पत्रिकाको प्रकाशन हुँदा कुन प्रधानमन्त्रीको पालादेखि सुरु भएको हो भनेको छ देव शमशेर, चन्द्र शमशेर, रुद्र शमशेर र वीर शमशेर। साथीहरूले कमेन्ट गर्नुहोस्। यो गोरखापत्र प्रकाशन चाहिँ साथीहरू देव शमशेरको पालामा भएको है। अब अर्को प्रश्न हेर्नु त, धेरै पटक यो पनि सोधिरहेको छ साथीहरू। नेपालका 16 नम्बरको प्रश्न आजको लागि छ नेपालको पहिलो महिला राष्ट्रपति को हुन् त? ल साथीहरू नेपालको पहिलो महिला राष्ट्रपति को हुन्? कोनसरी घरती, विद्यादेवी भण्डारी, सुशीला कार्की र शिवमाया। ल अब यसपालि प्रश्न के हुन्छ, नेपालको पहिलो प्रधानमन्त्री महिला प्रधानमन्त्री को हुन् भन्दाखेरि सुशीला कार्की भन्दा पर्यो। प्रथम प्रधान न्यायाधीश पनि सुशीला कार्की, प्रथम महिला प्रधानमन्त्री पनि। यो इम्पोर्टेन्ट छ है, ल साथीहरू नेपालको पहिलो महिला राष्ट्रपति को हुन् भन्दाखेरि हामीले विद्यादेवी भण्डारी भन्छौँ साथीहरू, विद्यादेवी भण्डारी भन्छौँ है। नेपालको पहिलो प्रधानमन्त्रीको महिला प्रधानमन्त्रीको भन्यो भने हामीले के भन्छौँ, अब सुशीला कार्की भन्छौँ है, सुशीला कार्की भन्छौँ। यो पनि तपाईँहरूलाई मस्ट अफ इम्पोर्टेन्ट परीक्षाको लागि। ठिक छ साथीहरू, सुन्दै हुनुहुन्छ मलाई? ल अर्को प्रश्न राखेको छौँ साथीहरू, हामीले अर्को इम्पोर्टेन्ट प्रश्न छ नेपाली भाषाको पहिलो चलचित्र कुन हो? ल नेपाली भाषाको पहिलो चलचित्र कुन हो भनेको छ आमा भन्ने हो कि तपाईँले फिल्म हेर्नुहुन्छ होला नि घरतिर है, कुमारी हो कि बादलबारी हो कि सत्य हरिचन्द्र हो? सबै साथीहरू कमेन्ट गर्नु। नेपाली भाषाको है, नेपाली भाषाको पहिलो चलचित्र कुन हो भन्दाखेरि सत्य हरिचन्द्र, सत्य हरिचन्द्र है नेपाली भाषाको पहिलो चलचित्र कुन हो भन्दा अप्सन नम्बर 3 ल 18 नम्बरको प्रश्न थियो साथीहरूलाई, खुल्ला प्रथा नेपालको कुन जिल्लामा प्रचलित छ? ल साथीहरू यो खुल्ला प्रथा तपाईँलाई थाहा छ, खुल्ला प्रथा भनेको थाहा छ? खुल्ला प्रथा नेपालको कुन जिल्लामा प्रचलित छ? रोल्पामा छ कि डोल्पामा छ कि हुम्लामा छ कि जुम्लामा छ? साथीहरूले कमेन्ट गर्नु होला है। खुल्ला प्रथा, यो खुल्ला प्रथा भनेको कोही साथीहरूलाई के थाहा छ भने कमेन्ट गर्नुहुन्छ। यो खुल्ला प्रथा भनेको चाहिँ साथीहरू है एउटा महिलाले एक भन्दा बढी पुरुषसँग सहमतिको आधारमा दाम्पत्य जीवन बिताउन पाउने भनेको चाहिँ खुल्ला प्रथा हो साथी। एउटा कुनै पनि महिलाले होइन, एउटा महिलाले एक वा दुई भन्दा बढी पुरुषसँग होइन सहमतिको आधारमा दाम्पत्य जीवन बिताउन पाउने है, दाम्पत्य जीवन बिताउन पाउने जुन प्रथा छ त्यसलाई चाहिँ यो खुल्ला प्रथा भन्छ। यो पनि है, यो पनि राम्रो है। खुल्ला प्रथा नेपालको कुन जिल्लामा प्रचलित छ भनेको छ डोल्पामा है साथीहरू। तपाईँले अब डोल्पातिर हुनुहुन्छ भने त्यो प्रथा अब अहिले चाहिँ नहुनु पनि हुनसक्छ, पहिला चाहिँ हाम्रो डोल्पा भन्दै हुन्छ हो, खुल्ला प्रथा हो डोल्पा भन्दै हुन्छ साथीहरू। ल डोल्पा है, डोल्पा। ल
प्रथा तथा कुप्रथाबाट पनि धेरै प्रथा सोधिरहेको हुन्छ है साथीहरू। प्रथा भनेको थाहा छ तपाईँलाई? प्रथा भनेको समाजका अग्रज मान्छेहरूले होइन अब बुद्धिजीवीहरूले आफ्नो स्वेच्छाको लागि चलाएको चालचलन हो साथीहरू। त्यसलाई हामी प्रथा भन्छौँ। त्यही प्रथालाई दुरुपयोग गरेर नराम्रो खालको संस्कृति भित्रिन्छ भने त्यसलाई हामी कुप्रथा भन्छौँ। यो पनि हामीले थाहा पर्छ है। छोरीलाई क्वेसन नम्बर 19 मा छ, छोरीलाई विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा रहेको छ? ल साथीहरू हेर्नु त, बिहे गर्दाखेरि छोरीलाई दाइजो नदिने होइन, धन सम्पत्ति सिरग्रहण नदिने, केही पनि के दिने भन्दा चिउरीको बोट दाइजो दिने। ल चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा रहेको छ भन्दा चेपाङमा हो कि तामाङमा हो कि थाङमा हो थामीमा हो कि गुरुङमा? ल साथीहरूले कमेन्ट गर्नुहोस् न। साथीहरूले कमेन्ट गर्नुहोस्। विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा रहेको छ भन्छ? साथीहरूले कमेन्ट गर्नु ल। चेपाङ चेपाङ भन्दै हुन्छ ल। हो साथीहरू एकदम कडा हुन्छ ल। चेपाङमा है छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने चलन चाहिँ चेपाङ जातिमा रहेको छ भन्ने तपाईँले बुझ्नु पर्यो है। चेपाङ जातिमा ल। ठिक छ। अब हेर्नु त 20औं नम्बरको प्रश्न छ साथीहरू। जीके खण्ड गन्ती प्रश्न। नेपालमा कति प्रकारका अथवा कति तहका अदालतको व्यवस्था गरिएको छ भनेछ? नेपालमा कति तहका अदालत छन्? 1 तहका, 2 तहका, 3 तहका, 4 तहका भन्छ। नेपालमा चाहिँ 3 तहका है। 3 तहका अदालतहरू, 3 तहका है, 3 तहका अदालतहरू व्यवस्था गरिएको छ ल। ल अब हेर्नु त, हामीले जीके खण्डको क्लासलाई के गर्यौँ भन्दाखेरि स्वाहा गर्यौँ साथीहरू, कम्प्लिट गर्यौँ। अब तपाईँहरू जीके खण्डको सकिएपछि प्रहरी सेवामा प्रवेश गर्नु भएको छ। तपाईँ लोकसेवा नै यसरी प्रवेश गर्नु। ल हेर्नु, प्रहरी सेवाका प्रश्नहरू कतिवटा छन् यहाँ देखाइएको छ? 10 वटा छन्। 10 वटा छन् है। यो सकिसकेपछि तपाईँहरूको पनि आउँछ इन्टेलिजेन्ट क्वेसन, आइक्यू बौद्धिक परीक्षण भन्छ। यही 1 2 3 4 5 6 7 8 9 10 वटा। यो तपाईँको आइक्यू खण्डको प्रवेश गर्नुहुन्छ। यो आइक्यू खण्ड सकिएपछि साथीहरू के हुन्छ भन्दाखेरि प्रश्न उत्तर दिनुहोस् भने नेपाली खण्ड सुरु हुन्छ। नेपालको राष्ट्रिय गान देख्नुहोस् भनेको छ। यो 5 नम्बरको प्रश्न हो साथीहरू, 5 नम्बरमा है। त्यसै गरी हिजो आज चोरीका घटना बढिरहेको सन्दर्भमा प्रहरी गस्ती बढाइदिन अनुरोध गर्दै नजिकैको प्रहरी कार्यालय सम्बोधन गरी एउटा निवेदन तयार पार्नुहोस् भनेको छ। आफ्नो नाम, ठेगाना, स्थानको ठाउँमा ए लेख्नुहोस्, काल्पनिक नाम एबिसी लेख्नुहोस् भनिन्छ। तपाईँको रियालिटी नाम दिएको हुँदैन, नलेख्ने त्यसमा। यो चाहिँ तपाईँहरूको निवेदनको ढाँचा हो है। अब नेपाली खण्डमा एउटा नेपालको राष्ट्रिय गान, दोस्रोमा निवेदन र तेस्रोमा निबन्ध। 3टा प्रश्नहरू मध्ये कुनै 2वटाको प्रश्नको उत्तर दिनुहोस् भन्यो भने 2टा मात्र दिने, 3टा दियो भने 2टा मात्र दियो भने जे दिएको छ त्यही गर्ने, 3टा मध्येबाट 2टा गर्ने भन्ने आउँछ। अनि व्याकरण खण्डबाट हेर्दा नाम र सर्वनाम छुट्याउनुहोस्। आमा, बाबा, तपाईँ भनेछ लिङ्ग परिवर्तन गर्ने, विपरीतार्थ शब्द लेख्ने, वाक्य बनाउने, करण छ भने अकरणमा परिवर्तन गर्ने, अकरण भए करणमा परिवर्तन गर्ने, शब्दहरूको अर्थ लेख्ने साथीहरू है। त्यसै गरी अशुद्ध गरी लेखिएका शब्दहरूलाई शुद्ध गरेर सार्ने। यो तपाईँहरूको नेपाली खण्डको व्याकरण पाठको प्रश्न हो। अब इङ्ग्लिसमा हेर्नु त, इङ्ग्लिसमा तपाईँहरूको अब्जेक्टिभ प्रश्नहरू केही पनि छैन। तपाईँहरूको 15 नम्बरको प्रश्नहरू सोधिन्छ। प्रत्येक क्वेसनहरूलाई 1 नम्बर राखिएको छ। 5 वटा प्रश्नहरू सोधिन्छ, 5 टाइपका। जस्तै हेर्नु त यहाँ ट्रान्सलेट द फलोइङ सेन्टेन्सेस भनेछ है। ट्रान्सलेट द फलोइङ भनेछ। यो नेपालीमा दिएको छ भने अङ्ग्रेजीमा ट्रान्सलेसन गर्ने। अङ्ग्रेजीमा दिएको छ भने नेपालीमा दसैँ एक महान चाड हो, सिजन इन्जिनियरिङ, माई फादर इज लेबर भनेको है, यो तपाईँहरूको चाहिँ ट्रान्सलेसन भयो है। अब नेक्स्टमा के छ हेर्नु त, राइट द स्पेलिङ अफ द गिभन नम्बर भनेको छ। अब तपाईँहरूलाई कुनै एउटा स्पेलिङ दिन्छ। जस्तै हेर्नु 29 भने TWENTY 20 NINE 9 हो एकछिन लेख्ने। अनि 433 दिएको छ, अनि 60 दिएको छ। यो पनि तपाईँहरूले घरमा प्र्याक्टिस गर्नु। राइट द मिनिङ अफ द फलोइङ वर्ड्स इन नेपाली भनेको छ। अब हेर्नु त, यहाँ दिएका अङ्ग्रेजी वर्डहरू दिएको छ, यसलाई हामी नेपालीमा अनुवाद गर्ने अथवा नेपालीमा यसको मिनिङ के हुन्छ भनेर यसलाई कन्फ्लिक्ट भनेर दिएको छ। कन्फ्लिक्ट भनेको के हो? द्वन्द हो साथीहरू होइन। यस्ता प्रहरीसँग रिलेटेड चाहिँ तपाईँहरूलाई वर्डहरू है। कम्युनिटी भनेको छ एउटा समुदाय है। क्वेसन नम्बर 4 मा छ भने त 3टा त भइसक्यो। व्हेयर द फलोइङ वर्ड क्लियरिङ मिनिङ अथवा सुइटेबल प्रुफ अथवा जे पनि दिन सक्छ
अब तपाईँहरूले यहाँ एबिसिडी तिनवटा दिएको छ यसलाई यदि म्याथ अफ नेक्स्ट छ हेर्दा सिङ्गुलर छ भने प्लुरल बनाउनु प्लुरल भए सिङ्गुलर बनाउने है चेन्ज इन्टु सिङ्गुलर इन प्लुरल अथवा सिङ्गल एक वचन भए बहुवचन बहुवचन भए एक वचन यो सकिसकेपछि अब हेर्दा गणित खण्ड यसरी हल गर्नुहोस् भने चाहिँ हल गर्नुहोस् भने छ तपाईँको 78 + 85 बराबर 163 यहाँ छ। अब यसलाई चाहिँ हामीले के गर्ने दुईटा जोड्ने अथवा घटाउने के गर्ने हो यो आन्सर गर्ने। नेक्स्टमा पनि अर्को प्रश्न दिएको छ। अब त्यसै गरी हेर्दा घटाउ गर्नु भने चाहिँ 79 मा 81 घटाउने यहाँ डाइरेक्ट गरेछ तर तपाईँहरूले यसरी गर्दा हुँदैन है यसरी गर्दा हुँदैन। जस्तै तपाईँहरूले के गर्ने तिर्सो छ भने ठाडोमा बनाएर लेख्ने ठाडो छ भने एन्टी आन्सर गर्ने देयरफोर त्यसको चाहिँ न्यारेसन लेख्ने यो हामीले सिकाउँछौँ क्लासमा। सिकाएको छ कि छैन साथीहरू कमेन्ट गर्नुहोस् न ल। सिकाएको छ कि छैन ल सबै साथीहरूले कमेन्ट गर्नु त। यस्तो प्रश्न दियो भने कसरी गर्ने भनेर सिकाएको छ कि छैन? छ है छ मैले सिकाएको छु नि साथीहरूलाई। जोड घटाउ गुणन र भाग कसरी गर्ने भनेर सिकाएको छ है सिस्टम अनुसार गर्ने। अनि भाग पनि त्यसरी गर्ने नि है भाग पनि त्यसरी गर्ने। यहाँ तपाईँलाई देखाइदिएको छ डेमो मात्रै देखाएको है मैले। आज समय अलिकति छैन समय भ्याएसम्म म गर्छु तर तपाईँहरूले यहाँ चाहिँ अहिले हेर्ने कसरी गरिरहेको छ हो। छ सर भनिदिनु चाहनुहुन्छ अरू साथीहरू कमेन्ट गर्नु सिक्नु भएको छ कि छैन है। नेपाल प्रहरी जवानको लिखित परीक्षाको नमुना सेटमा कसरी आउँदो रहेछ अनि तपाईँहरूको परीक्षामा तपाईँहरूले अहिले जुन तपाईँहरूलाई शुभयात्रा एकाडेमीले पढाइरहेको कुराहरू मिलेको छ कि छैन भनेर चेक गर्नको दिएको छ सर भनिदिनुहोस् है। छ सर भनिदिनुहोस् ल। यो सेट र तपाईँले पढेको कुरा मिलेको छ कि छैन भनेर तपाईँहरूले हेर्नको लागि तपाईँलाई देखाएको है ल। अब हामी अङ्क भए अक्षर भए अङ्कमा परिवर्तन गर्ने भनेर चाहिँ यो पनि तपाईँहरूलाई सिकाइसकेको छु। अब तृतीय खण्डको हल गर्नुहोस्। अब तपाईँको यो चाहिँ जोड घटाउ गुणन भाग एकै ठाउँमा राखेर कसरी हल गर्ने है। बदमासको नियम प्रयोग कसरी गर्ने पहिला ब्राकेट त्यसपछि डिभाइड त्यसपछि मल्टिप्लिकेसन त्यसपछि एडिसन त्यसपछि सब्ट्र्याक्सन होइन के गर्नुपर्छ जुन तपाईँहरूले सिकाएको छ नि हो त्यो एन्सर गर्ने है। अब अर्को छ हरिप्रसादले कुनै पत्रबाट एउटा मोबाइल साथीलाई 275 रुपियाँमा र एउटा मोबाइल ब्याट्रीलाई 740 रुपियाँमा किन्यो भने कति रकमको सामग्री दिन्छ। यो भनेको साथीहरू शाब्दिक जोड हो। तपाईँहरूलाई 2 नम्बरमा आउने प्रश्न हो। यो 2 नम्बरमा आउने प्रश्नलाई अब तपाईँले डाइरेक्ट 275 प्लस 780 गरेर एन्सर निकाल्दा मार्क्स आउँदैन साथीहरू आउँदैन। अब कसरी आउँछ मार्क्स है मार्क्स कसरी आउँछ भन्दा पनि साथीहरूलाई मैले देखाइदिएको छु है। मार्क्स कसरी आउँछ कसरी कपी चेक भने कति मार्क्स आउँछ भनेर यो पनि तपाईँहरूले प्याटर्न पाइसक्नु भएको छ है। नयाँ साथीहरूले पाउनु भएन पुरानो साथीहरूले एकलट पढिसक्नु भएको। नेक्स्ट हेर्नु गणेशमा भएको जम्मा 1683 मध्ये 948 विभिन्न सामान्य किन्न खर्च गर्यो भने उसँग कति रुपियाँ बाँकी होला नि त। ठ्याक्कै जस्तो पढाएको छ त्यस्तै प्याटर्न दिइरहेको छ प्रश्न है। अनि हेर्नु त ल 4वटा घडीको मूल्य 640 पर्छ भने 7वटा घडीको मूल्य कति पर्छ। यो ऐकिक नियमको प्रश्न हो साथीहरू। यहाँ के भनेको छ 4वटा घडीको मूल्य बराबर रु 640 अनि हामीलाई 7वटा घडीको मूल्य बराबर रु 8। अब हामीले के गर्छौँ ओके ओके अब हामीले के गर्ने ऐकिक नियममा एउटाको निकाल्ने अनि इन्टु के गर्ने 7वटा गर्ने ल। त्यसपछि 8 लिटर पेट्रोल कति पर्छ भने 7 लिटर पेट्रोलको मूल्य कति पर्छ ल एउटा हेर्नु त साथी एउटा कुनै प्रश्न गर्नु त हेर्नु। अब 4वटा घडीको मूल्य 640 पर्छ भने 7वटा कति पर्छ हेर्नु है त एउटा गरिदिन्छु ल। अब तपाईँहरूले हियर अथवा यहाँ भन्न सुरु गर्नुहुन्छ यहाँ है 4वटा घडीको मूल्य बराबर रु कति छ 640 है। 7वटा घडीको मूल्य बराबर रु कति 8 हामीलाई थाहा छैन है। अब अथवा प्रश्न अनुसार है प्रश्नानुसार भन्छ भने 4वटा घडीको मूल्य कति छ बराबर रु कति छ 640। अब 1वटा घडीको मूल्य निकाल्ने 1वटा घडीको मूल्य अब भन्नु त साथीहरू
एउटा घडीको मूल्य बढी हुन्छ कि कम हुन्छ होला साथीहरु कमेन्ट गर्नु त। चारवटा घडीको मूल्य, चारवटा घडीको मूल्य चाहिँ 640 छ भने एउटाको के हुन्छ कम पर्छ, कम पर्छ भने चाहिँ हामीले के गर्ने भाग गर्ने 640/4 गर्ने। अब भाग गर्न आउँदैन त यही गर्ने, आएन भने के गर्ने तपाईले रफमा गर्ने साथीहरु है। 640 लाई 4 ले भाग गर्ने। ल हेर्नु त 4 ले भाग गर्दाखेरि कसरी गर्ने, अब पहिलो भाग गर्ने संख्याले दोस्रो भाग गर्न पर्ने कुरालाई जान्छ कि जाँदैन, एकपल्ट गर्दा 4 एकाल 4 घटाइदिनु 6 मा 4 गर्दा 2 भाग आउँछ नेपालको कसको 4 अब हेर्दा 4 पंजे 20 7 छक्का 24 यो पनि गयो नेपालको कसको 0 को यो 0 आयो। कति भयो एउटा घडीको मूल्य कति रहेछ अब भन्दाखेरि अब एकवटा घडीको मूल्य बराबर कति पर्नेछ 160 रुपैयाँ पर्नेछ है। अब प्रश्नले दिए अनुसार हामी के गर्छौँ भन्दाखेरि प्रश्नले दिए अनुसार के गर्छौँ साथीहरु भन्दाखेरि अब हामीलाई 7वटा है 7वटा घडीको मूल्य बराबर रु 160 × 7 गर्छ बराबर रु कति भयो त 160 एउटाको मूल्य भनेपछि 160 हामीले 7 गर्नु पर्यो। अब मल्टिप्लाई गर्छु त अब अझै यता गर्नु ल यता गर्नु तपाईहरुलाई किनकि यहाँ केन्द्रित भयो है थोरै यहाँ अब हेर्नु त 160 × 7 गर्नु अब 7 ले 0 लाई जति बडा गर्दा पनि के हुन्छ 0 हुन्छ 7 छक्का 42 42 को 2 हातमा आयो 4 7 एकाल 7 7 4 ले 11 11 को हातमा आयो है। अब आउँदैन भने बिस्तारै अम्ला भाँचेर पनि गर्न मिल्छ कति पर्ने छ 1120 पर्ने छ 1120। अब हामीले न्यायसँग के लेख्छौँ भन्दाखेरि therefore भन्ने साथीहरु चारवटा घडीको मूल्य रु 640 पर्छ भने है 7वटाको मूल्य 1120 पर्छ भने 1120 पर्छ। यो चाहिँ तपाईहरुको अब मैले अलिक छिटो गर्ने भएर अलिक अक्षरहरु अलिक कार्यमाया हुन सक्छ साथीहरु। तपाईहरुले परीक्षामा के गर्ने भन्दाखेरि कम्प्लिटली आनन्दले मजाले गर्ने है। तपाईको डिजिटल बोर्डमा कता कता क्यारमेट भएर पनि तपाईहरुले यहाँ सिकाएको हुन सक्छ। व्हाइट बोर्डमा मैले तपाईहरुलाई सिकाएको ल है ओके ल यसरी गर्न पर्यो है साथीहरु यसरी गर्न पर्यो। यसरी गर्नुभयो भने तपाईहरुले के हुन्छ अब यसको लेख्ने तरिका सबैको फरक फरक छ साथीहरु यहाँ हामीले सिकाउँछौं है। ल अब हेर्नु त प्रहरी सेवामा प्रवेश गर्यौं हामी साथीहरु प्रहरी सेवामा प्रवेश गर्यौं ल साथीहरु है। अब विशेष गरी यो शुभयात्रा एकाडेमीको डिजिटल प्लेटफर्मबाट तपाईहरुले जति पनि साथीहरुले नेपाल प्रहरी जवानको तयारी गर्दै हुनुहुन्छ नेपाली सेनाको तयारी गर्दै हुनुहुन्छ साथीहरु यहाँ सबै साथीहरुलाई शुभयात्रा एकाडेमीले विशेष पहिलो भर्ना हुने साथीहरु पहिलो भर्ना हुने 100 जनालाई चाहिँ 20% छुट दिएर अहिले मात्र रु है साथीहरु मात्र रु 1500 मा है। अब हिजो अस्ति 3000 तिर्ने 2000 तिर्ने साथीहरुले मैले चाहिँ त्यति नै भन्न मिल्दैन अब यो अफर हो साथीहरु अफर सधैँभरि आउँदैन है अफर सधैँभरि आउँदैन मात्र रु 1500 मा तपाईहरुलाई एक दिन बेलुका 3 घण्टा क्लास पीडीएफ नोट रेकर्डिङ भिडियो। अब यी सेटहरु है जो साथीहरुले भर्ना गर्नु भएको छ नि हामीसँग हो यो प्रश्नको सेटहरुको पनि पैसा लाग्दैन हामीले निशुल्क रूपमा पाउनुहुन्छ तपाईहरुलाई है निशुल्क रूपमा सेटहरु पाउँछौं। अनि गर्ने तरिका पनि हामीले चाहिँ तपाईहरुलाई भित्र जुम भित्रै सिकाउने छौं है साथीहरु है। मात्र 1500 मा तपाईहरुले चाहिँ परीक्षा नआउने जस्तो पढ्न पाउनुहुन्छ जसमा साथीहरुलाई सबै पीडीएफ नोट रेकर्डेड भिडियो मोडेल सेट क्वेशन प्र्याक्टिस गर्नको लागि सेटहरु है सबै कुराहरु तपाईलाई प्रोभाइड हुनेछ साथीहरु हामी पठाउने छौं। र तपाईहरुले यस्तै क्लासहरु लिनु पर्यो शुभयात्रा एकाडेमीमा छोडेर अन्य क्लासहरु नेपाली सेना नेपाल प्रहरी तथा नेपाल आर्मीको लेखा जन्त्र उपसेनानी लगायत अन्य कोर्सहरु लिन सक्नुहुन्छ। शुभयात्रा एकाडेमी 985313 2386 नम्बरमा सम्पर्क गर्नुहोला। यहाँ सम्पर्क गरेर आफ्नो चाहिने कोर्स लिनु होला मात्र रु 1500 छ है। अब कहीँ त 1000 पनि छ त हैन कहीँ त 300 मा नै पढाउँछ त भन्न पनि धेरै साथीहरु कमेन्ट गर्नु भएको छ मलाई है। तर शुभयात्रा एकाडेमीमा चाहिँ टिचरहरु तपाईले प्रोफेसनल टिचरहरु पाउनुहुन्न साथीहरु है यो तपाईलाई ग्यारेन्टी किनकि
विगतका वर्षहरूमा उत्कृष्ट नतिजा दिँदै आएको 1 दशकभन्दा लामो समयदेखि नेपाल प्रहरी तथा आर्मीहरू पढाउँदै गरेको संस्था जसलाई अनुभव छ जोसँग म्याक्सिमम क्वेसन प्र्याक्टिसहरू छ होइन। अहिले तपाईँहरू चाहिँ धेरै विद्यार्थी साथीहरू टिकटकमा हेर्ने हा गर्ने होइन, कसैले एउटा भिडियो बनाएर हालिदिएको हुन्छ होइन, पुराना मोडल सेटहरू प्र्याक्टिस गरेको चाहिँ रेकर्ड राखिदिएको हुन्छ अनि हो ल बर्बादै हुँदा त 500 पढ्न पाइने भयो 800 पढ्न पाइने भयो, यसको पछाडि नलाग्नु होला। तपाईँहरू पढ्नुहुन्छ पढ्नु, तर तपाईँहरूले कोर्स कम्प्लिट कसरी गर्ने, मोडल सेटहरू कस्ता छन् होइन, विगतका वर्षहरू नतिजा के छ भनेर त्यो सबै कुराहरू एनालाइसिस गर्ने नि त। पढ्ने मान्छेलाई हामी यहाँबाट पढाइरहने होइन, आफैले बुझेर पढ्ने है। एकाडेमीले गराएर राम्रो छ भन्दा पनि एनालाइसिस गर्ने कस्तो छ त, रियालिटीमा हो कि होइन होइन, क्लासहरू दिनु छ कि छैन, क्लास देखाएको छ कि छैन, सबै कुराहरू एनालाइसिस गरेर तपाईँहरू पढ्न गर्नुहुन्छ है। त्यो तपाईँहरूको कर्तव्य हो साथीहरू है, तपाईँहरूको जिम्मेवारी पनि हो, तपाईँहरू आफैले वहन गर्न सक्नुहुन्छ। सो त्यही अनुसार अगाडि बढ्नु होला भन्दै साथीहरूको जो लाइभ सेसनबाट हामी छुटिन्छौँ। हामीसँग जोडिन मन छ शोभायात्रा एकाडेमीमा जोडिएर तपाईँको उज्जवल भविष्यको चाहिँ तपाईँ कल्पना गर्नु भएको छ भने यहाँ भन्न सम्पर्क गर्ने। ल साथीहरू, सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। साथीहरू कहाँ कहाँबाट हेर्दै हुन्छ एकचोटि कमेन्ट गरिदिनुहोस् त, साथीहरूले कमेन्ट गरिदिनुहोस् ल, सबै साथीहरूले कमेन्ट गरिदिनुहोस् ल। सुर्खेतमा त 6000 छ भन्दै हुनुहुन्छ। आइक्यू प्लिज भन्दै हुन्छ। आइक्यूको क्लास अब भोलिबाट सुरु हुँदैछ, आइतबारबाट आइक्यूको सेसन सुरु हुँदैछ बेलुका 6 बजेबाट साथीहरू जोडिने है, सबै साथीहरू आइक्यूको सेसनमा जोडिने। ओके, आनन्द ओडिसी सर भन्दै हुनुहुन्छ। आइक्यू सुर्खेतमा त 9000 छ भन्दै हुनुहुन्छ। सप्तरीदेखि भन्दै हुनुहुन्छ। ल सप्तरीदेखि साथीहरूलाई अनलाइन क्लासमा आउनु न सर हजुर भन्नुभएको छ। थ्याङ्क यू सो मच सरजी भन्दै हुन्छ है डक्टर। अब हामीसँग समय पुगेन साथीहरू, मलाई आइक्यू मात्रै होइन मलाई सबै सेट गरिदिन मन लागिरहेको थियो आज। म त्यही भएर रन्किएर आएको थिएँ, तर के गर्नु, समयभन्दा बढी कोही छ, कोही पनि छैन। हामी 6 बजे त यहाँबाट छुट्नै पर्छ साथीहरू। सो हामीसँग समय भएन। रोटी चाहिँ के हेरिदिनु हुन्छ साथीहरू। ल म कपिल वस्तुबाट सर भन्नुहुन्छ, म नेपालगञ्जबाट भन्नुहुन्छ, काठमाडौँबाट बोलिरहेको छु भन्नुहुन्छ मोहनजीले। ल सरलाई बरतुवाबाट नगरपालिका वार्ड नम्बर 14, मुस्ताङबाट, कोवलपुरबाट, कैलालीदेखि, धनकुटाबाट सर भनिदिनुहुन्छ, जाजरकोटबाट साथीहरू यति टाढादेखि माया गरेर हामी जोड्नु भएको छ है। तपाईँ दुःख गरेर नेट चलि नचलिकन डाटा लिएर होइन केही हुन्छ कि भन्ने आउनु भएको छ, उहाँ साथीहरूलाई चाहिँ एकदम यो इम्पोर्टेन्ट छ है। जो चाहिँ अब मोबाइल चलाएर यतिकै हल्लिरहेछ काठमा पेटमा ढल्केर भएछ, उसलाई चाहिँ इम्पोर्टेन्ट छैन। सल्यानबाट आउँदिनुहुन्छ, डडेलधुराबाट, रोल्पाजी, सुर्खेतबाट, काठमाडौँबाट, सर्लाहीबाट भनिदिनुहुन्छ, म दैलेखबाट हो सर भनिदिनुहुन्छ, धनगढीबाट भनिदिनुहुन्छ साथीहरू, सप्तरी राजविराजबाट, दार्जिलिङबाट हो, थ्याङ्क यू सर भनिदिनुहुन्छ, झापाबाट भनिदिनुहुन्छ, लाइभ कतिबाट हुन्छ सर। अब तपाईँहरूको 1 2 त थिएन न, इन्डियाबाट हो। वाट्सएपमा मेसेज गर्नु भएको छ है, वाट्सएपमा मेसेज गर्दा यो नम्बरमा वाट्सएप गर्ने साथीहरू। ल यो नम्बरमा अर्को वाट्सएप डिटेल्स है 9853 यो नम्बरमा चाहिँ गर्ने, 9853 23 086 मा चाहिँ गर्ने। अर्को चाहिँ ब्लक भयो साथी, फेरि वाट्सएप भन्नु भनेको छ वाट्सएपै भन भन्नु होला। अनलाइन आइडी भनिदिनु न भनिदिनुहुन्छ, कालीकोटबाट, सङ्खुवासभाबाट भनिदिनुहुन्छ, लानसिराबाट भनिदिनुहुन्छ, म डडेलधुराबाट हो सर भनिदिनुहुन्छ है, कपिल वस्तुबाट भनिदिनुहुन्छ। ल साथीहरू नवलपुरबाट भनिदिनुहुन्छ, ओखलढुङ्गाबाट कोही छैन, ओखलढुङ्गाबाट कमेन्ट गर्नु साथीहरू। मेरो घर चाहिँ हाम्रो घर जन्मघर चाहिँ अर्घाखाँची सर, दार्चुलाबाट भन्नुहुन्छ, धनकुटाबाट कोही छ। ल ओखलढुङ्गाबाट कमेन्ट गर्नु साथीहरू। म छु आइबी चिने म छु भनिदिनुहुन्छ ओखलढुङ्गाबाट। ल ए धनकुटाको चाहिँ आइबी दिनु भएको छ। लाइभ लाइभ अब त भन्नु कहाँ भन्नु, जतिखेर पनि हुनसक्छ। हामी यहाँ एकाडेमीबाट फुर्सद भयो भने तपाईँहरू लाइभ आइहाल्छौँ। दैलेखबाट रौतहटदेखि सर भन्दै हुनुहुन्छ, म दार्जिलिङबाट भन्नुहुन्छ, दैलेखबाट भन्नुहुन्छ। कमेन्ट गर्ने है, कमेन्ट गर्ने। यहाँ विशेष गरी म यहाँ जुन जिल्लाबाट मलाई मेरो जिम्मेवारले यो जिल्लाको साथीलाई चाहिँ विशेष अफर भन्छु, यहाँ अफर हुनसक्छ अहिले। तपाईँहरूलाई अहिले म केही गिफ्ट दिन सक्छु है, अहिले म तपाईँलाई केही गिफ्ट दिन सक्छु साथीहरू। कालीकोटबाट मैले भनेको जिल्लाको नाम आएन है अहिले,
मैले के सोचिरहेको छु त्यो जिल्लाको नाम आयो भने फ्याट्ट म उसलाई चाहिँ 500मा भर्ना गरिदिन्छु है। अहिले मेरो दिमागमा त्यो मैले सोचेको जिल्लाको नाम आयो भने 500मा भर्ना गरिदिन्छु भाइ जवानलाई। अनि साथीहरूलाई यहाँ कमेन्ट गर्ने साथीहरू अलिक छिटो एन्सर दिने साथीहरूलाई चाहिँ विशेष प्राइज दिन्छ भाइ। प्राइज दिन्छौँ। अब विद्यार्थीलाई के चाहिने हो, बुक चाहिने हो कि सेट चाहिने हो कि त्यो दिन्छौँ, त्यो तपाईँले लिन पाउनुहुन्छ। बजाङको अब मैले सोचको नजिक नजिक पुग्नु लाग्छ है। बजाङ ल, बजाङ आयो ल, धनकुटा आयो, जाजरकोट आयो, बैतडी आयो। ल साथीहरू, धनुषा आयो, महेन्द्रनगर आयो, सिक्किम आयो, बाजुरानी आयो, ल खोटाङ पनि आयो, अञ्जना राई आउनु भएको छ, किराबाट आउनु। ल साथीहरू कमेन्ट गरौँ। पर्साबाट आउँदैन ल, खै मैले सोचेको आएन। बुटोल भयो, आउँदैछ है, आउँदैछ है। बाँके ल, बाँके नै आयो ल, कालीकोटबाट आयो ल साथीहरू। सुर्खेतबाट आउँदै हुन्छ, ओखलढुङ्गाबाट ल बल्ल भेट्यो एउटा ल, धनगढी भन्दै हुनुहुन्छ, चोटी भन्दै हुनुहुन्छ, डोल्पा भन्दै हुन्छ। ल धेरै धेरै साथीहरू धन्यवाद है। तपाईँहरू यहाँ मध्येबाट कमेन्ट लिस्टमा म एकजना कोही साथीहरूलाई विशेष उपहार पठाउनेछु है, म आफै यहाँबाट म्यासेज हेरेर। तर साथीहरूलाई है, शुभयात्रा एकाडेमीको प्लेटफर्ममा जोडिएर हाम्रो लाइभलाई हेर्नुभयो उहाँ साथीहरूलाई धेरै धेरै धन्यवाद साथीहरू है। त्यसै गरी माया ममता गर्दै जानुभयो। तपाईँहरू चाहिँ क्लासमा छुट्टै आउनुभयो अथवा हामीसँग चाहिँ खालको पोजिटिभ म्यासेजहरू आउनु थाल्यो भने तपाईँहरूको लाइभ गर्नुपर्छ, लाइभ गर्नै पर्छ होइन। म नेपाल प्रहरी बन्छु भन्ने हिसाबको साथीहरूको कोही त्यस्तो खालको एटलिस्ट 50जना भन्दा बढी साथीहरूले निशुल्क रूपमा पढाइदिनु सर हामीलाई, लाइभ गरिदिनु सर हामीलाई, अथवा हामीलाई निशुल्क क्लास गरिदिनु होइन भन्नुहुन्छ भने हामी गरिदिन्छौँ है। म्याग्दीबाट आउनुहुन्छ है। 50जना भन्दा बढीले रिक्वेस्ट गर्नुभयो भने 50जना भन्दा बढीले रिक्वेस्ट गर्नु भने हामी लाइभ गरिदिन्छौँ। गुल्मीबाट हुनुहुन्छ 50जना भन्दा 50जना भन्दा माथिले चाहिँ हामीलाई शुभयात्रा एकाडेमीलाई फलो गरेर है है क्वेसन एन्सर गरिदिनु पर्यो भनेर चाहिँ ट्याग गरेर चाहिँ हाल्नुभयो भने हामी गरिदिन्छौँ। गणेशजी आज अनलाइन क्लास शुक्रबार इक्जाम छ है साथीहरू। शुक्रबार इक्जामको सेड्युल छ, क्वेसन आउँछ एकछिनमा क्वेसन गर्ने है। 6:10 प्रश्न आउँछ आज, 6:10 प्रश्न पठाउँछौँ हामी ग्रुपमा। आज म्याथ खण्डको पहिलो खण्डको चाहिँ परीक्षा हुँदैछ। त्यो गरिसक्ने, त्यस गरेको सबै साथीहरूको कपी चेक हुन्छ, लाइभ कपी चेक हुन्छ आज। लाइभ कपी चेक भइसकेपछि अनि फेरि 8 बजेबाट फुल सेट, सेनालाई छुट्टै, नेपाल प्रहरीलाई छुट्टै, फुल सेट दिन्छौँ है हामी। ल सबै साथीहरूलाई बाई बाई ल है। सबै साथीहरूलाई बाई बाई ल, सबैले बाई बाई गरौँ ल आजलाई हामी। हो शुभयात्रा एकाडेमी छ हामी ल। सबै साथीहरूलाई बाई बाई, शुभरात्रि ल। सबै साथीहरूलाई गुड नाइट ल, गुड नाइट भन्नु साथीहरू ल। मैले 10जना ल्याएको छु भन्नुभएको छ, 10जना ल्याएको छु भन्नु। कुन ठाउँ हो सर भनिदिनुहुन्छ। शुभयात्रा एकाडेमी चामेलबाट। सबै साथीहरूलाई शुभरात्रि, शुभयात्रा एकाडेमीको तर्फबाट शुभरात्रि। रात्रि त परिसकेको छैन। अब हामी आजको लाइभ सेसनमा तपाईँहरूसँग भेट हुँदैन। सो अहिले नै शुभरात्रि भनेको है ल। बाई बाई सबै साथीहरूलाई बाई बाई ल। ल साथीहरू।